श्री आनंद कंद भगवान को, श्री सीतानाथ महाप्रभु को, श्री हरिहर भगवान को, श्री सीता वल्लभ हरे मुरारे, श्री सीता वल्लभ हरे मुरारे, सभी ताली को सेवा जय हो देवा, हे राम नारायण वासुदेव, श्री सीता वल्लभ हरे मुरारे, श्री सीता वल्लभ हरे मुरारे, राम नारायण वासुदेव, हे 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 राम नारायण वासुदेव, सीता वल्लभ हरे मुरारे, रामनाथ नारायण वासुदेव, हे राम नारायण वासुदेव। सारे शब्द बोला है राम राम भंदै दिन रात काटो, राम राम भंदै दिन रात काटो, भाव मारा मोदै ज्ञान लगाऊंदै, भाव मारा मोदै ज्ञान लगाऊंदै, राम राम भंदै दिन रात काटो, राम राम भंदै दिन रात काटो, भाव मारा मोदै ज्ञान लगाऊंदै, भाव मारा मोदै ज्ञान लगाऊंदै, श्री सीता हरे मुरारे, श्री सीता वल्लभ हरे मुरारे, हे राम नारायण वासुदेव, 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 हे राम नारायण वासुदेव।
श्रीमद् रामायणोद्धव कोटिजन्म समुत्थेन पुण्यमेव तु लभ्यते कोटिजन्म समुत्थेन पुण्यमेव तु लभ्यते। भन्न खोजेको के हो त भन्दा जबसम्म व्यक्तिको अनगिनत जन्मका पुण्य सम्भावनाहरू एकत्र हुँदैनन् तबसम्म कुनै पनि मनुष्य मात्रलाई भगवानको यो कलिमलहारी दिव्य त्रितापनाशन कथाको प्राप्ति हुँदैन। अनेक जन्ममा गरिएका पुण्यहरू जब एकसाथ उत्पन्न हुन्छन् उदित हुन्छन् तब गएर हामीलाई भगवानको कथाको प्राप्ति हुन्छ। यो रामायण कलियुगमा दुर्लभ छ। फेरि पनि प्रभु कृपावश हाम्रो किञ्चित पुण्यको पूर्व सम्भावना उप परमात्माको दयासु दृष्टि रहँदा हामीलाई अध्यात्म रामायण श्रवण गर्ने मौका मिल्दछ। र यो कस्तो छ त भन्ने विषयमा मैले हिजै पनि प्रकाश पारेको थिएँ। अब आज पनि नयाँ श्रोताहरू के हुनुहुन्छ त्यसकारण म संक्षेपमा भन्न जाँदैछु। सम्पूर्ण पापहरूलाई नाश गर्ने कलिकालमा सबभन्दा सरल र श्रेष्ठ साधन यदि कुनै छ भने त्यो अध्यात्म रामायण हो। ब्रह्माजीका सान्निध्यतामा कलियुग नजिक छ। कलिकालमा धर्मदेखि शून्य भएका पापाचारले ग्रस्त भएका यस्ता अज्ञानी अल्पज्ञ अनि अल्प आयु भएका मनुष्यहरूलाई कस प्रकारले सहजै सरल मार्गबाट आत्मोद्धार होला भनेर नारदजीले बडो चिन्ता गर्दै ब्रह्माजीका सामु पुगेर कलिकालमा हे प्रभु सबैभन्दा सहज सरल शीघ्र पापलाई शमन गर्नेवाला अनि परमार्थ सिद्धि प्रदान गर्नेवाला त्यस्तो के लघु उपाय छ? उत्तममा सर्वोत्तम अनि लघुमा अत्यन्त लघुतर उपाय के छ भनेर प्रश्न गर्दा ब्रह्माजीले अध्यात्म रामायणको महात्म्य सुनाउनु भएको थियो। भनिएको छ अध्यात्म रामायणतः श्लोकं श्लोकार्धमेव वा य पठेत् भक्ति संयुक्तः सपापान् मुच्यते क्षणात् ये पठेत् भक्ति संयुक्तः सपापान् मुच्यते क्षणात्। व्यक्तिले श्रद्धायुक्त भएर भक्तियुक्त भएर यदि यो अध्यात्म रामायणको आधा या एक श्लोक मात्रै पनि श्रवण गर्दछ भने उसले अनगिनत पापहरूलाई क्षणभरमै चाहिँ नाश गर्न सक्दछ। अनेक पापदेखि क्षणभरमै मुक्त हुन्छ भनेर ब्रह्माजीले भन्नुभयो। र त्यही भावोद्गारका साथमा जिज्ञासु नारदजीलाई सम्पूर्ण कलियुगी मनुष्यहरूको उद्धारका लागि चिन्तारत भएका ती सन्त ती मुनि महात्मा देवर्षि नारदजीलाई समस्या समाधान गर्ने क्रममा अध्यात्म रामायणको महिमा सुनाउनु भयो। त्यो कस्तो छ त भन्दा पापीहरूलाई पापदेखि उद्धार गर्नेवाला धर्ममा आश्रित भएकालाई नित्य पुण्यवर्धन गर्नेवाला नाना प्रकारका कष्ट क्लेशले आक्रान्त भएका प्राणी मात्रलाई शीघ्र भए मुक्ति दिनेवाला आफ्नो समस्यादेखि छुटकारा दिनेवाला अनि लौकिक कामना चाहनेहरूलाई समस्त प्रकारका जो चाह्यो त्यो लौकिक कामना र लौकिक छाडेर पारलौकिक सिद्धि चाहनेहरूलाई पारलौकिक सिद्धि पनि दिनेवाला यो अध्यात्म रामायण छ। यम यम चिन्तयते कामम तम तम प्राप्नोति निश्चितम। निश्चित रूपले जे चितायो त्यो सबै कुरा यसको वाचन गर्नाले या श्रवण गर्नाले व्यक्तिलाई प्राप्त हुन्छ। भक्त सकाम छ भने कामनाहरूको पूर्ति र निष्काम भक्त छ वितरागी वैरागी स्वभावको प्रभु प्रेममा मस्त भएर सांसारिक विषय वासनात्मक कुनै पनि लालसा नराख्ने किसिमको विशुद्ध चैतन्य भावद्वारा प्रभु भजन गर्नेवाला प्रभु प्रेमी छ भने उसलाई भगवान रामचन्द्रको प्राप्ति हुन्छ, प्रभु परमात्माको प्राप्ति हुन्छ। यदि भगवान शङ्करलाई इष्ट मानेर तपाईँ रामचरित्रको श्रवण गर्नुहुन्छ भने तपाईँलाई भगवान शङ्करको प्राप्ति हुन्छ, कैलाशको प्राप्ति हुन्छ। यदि भगवतीको भक्त हुनुहुन्छ र भगवान रामको कथा श्रवण गर्नुहुन्छ भने तपाईँलाई आफ्नो भगवतीको मणिदीप प्राप्त हुन्छ।
एवं रीतिले जसलाई हजुरहरूले इष्ट भावले मान्नु भएको भए पनि यो कथा सुन्दा केही फरक पर्दैन। तत्त्वतः परमात्मा एउटै हुनुहुन्छ र एउटै मार्गबाट यहाँ व्यक्तिको भाव अनुसार अनेक लाभहरू प्राप्त हुन सक्छन्। त्यस्तो अध्यात्म रामायणको महिमा छ। कामधेनु र कल्पवृक्षले पनि हामीलाई हद से हद के नै दिन सक्लान् र मागेको प्रत्येक कुरा भौतिक कुरा त तिनले दिन्छन्, तर हामीलाई यदि मुक्ति चाहियो भने, हामीलाई परमात्माको दर्शन चाहियो भने त हामीले अध्यात्म रामायणकै शरण लिनु पर्दछ, भागवत आदि सत्शास्त्रहरूकै शरण लिनु पर्दछ। वास्तवमा यस्तो सिद्धान्तले गर्दा यो अध्यात्म रामायण कामधेनु र कल्पवृक्ष भन्दा पनि माथि महिमा भएको सद्ग्रन्थ हो र प्रभु परमात्माको दयाले आज भगवान रामचन्द्रको कृपाले हजुर हामीलाई भगवतीका दिव्य क्षेत्रमा भगवान हरिहरका सान्निध्यतामा गुरुजनहरूको आश्रयमा यो प्रभुको पावन चरित्र श्रवण गर्ने सौभाग्य मिलेको छ। आउनुहोस्, पूर्ण मनोयोगका साथमा यो कथालाई श्रवण गरेर आफ्नो जन्म धन्य गरौँ, आफ्नो आत्मकल्याण गरौँ, देवताहरूको प्रसन्नताको भाव राख्दै, पितृहरूको उद्धारको भाव राख्दै, प्रभुको यो सम्पूर्ण प्रकारले कल्याण गर्ने, उद्धार गर्ने, आफूदेखि लिएर आफ्नो पितृहरूको पनि उद्धार गर्नेवाला कलिमलहारी भगवानको दिव्य कथाको ज्ञान रूपी गङ्गामा सबै अवगाहन गरौँ, शीतलता प्राप्त गरौँ।